म चाहिँ आज हजुरहरूलाई एउटा कथा सुनाउँछु र यो कथा चाहिँ एउटा मान्छेको बारेमा हो र जोसँग चाहिँ धन सम्पत्ति नाम प्रतिष्ठा सबै हुन्छ तर लोभले गर्दा चाहिँ उहाँले आफ्नो सबै नाम इज्जत धन सबै गुमाउनुहुन्छ र उहाँको नाम हो रजत गुप्त। उहाँ चाहिँ कलकत्तामा जन्मिनु भएको हो र उहाँ जन्मेको सानो उमेरमा चाहिँ उहाँले आफ्नो आमा बुवा गुमाउनु भयो र उहाँ आमा बुवा गुमाइसकेपछि चाहिँ उहाँ एक्लै बस्ने एक्लै पढ्ने एक्लै मेहनत गर्न थाल्नुभयो र अगाडि पनि एक्लै बढ्नुभयो र 40 वर्षको उमेरमा चाहिँ उहाँ संसारको सबैभन्दा ठुलो कन्सल्टिङ फिर्म भन्ने कम्पनी एमसी केन्सेको सिइओ बन्नुभयो र 2008मा चाहिँ उहाँको नेटवर्थ चाहिँ $100 मिलियन थियो र इमेजिन गर्नुहोस् कि $100 मिलियन भइसकेको मान्छेलाई अरू के चाहिन्थ्यो र रजन गुप्त चाहिँ एउटा गोल्डम्यान सच भन्ने कम्पनीको चाहिँ बोर्ड मेम्बर पनि हुनुहुन्थ्यो। गोल्डम्यान सच भनेको चाहिँ संसारको सबैभन्दा ठुलो फाइनेन्सियल इन्स्टिट्युट हो र उहाँ जब त्यो बोर्डमा बस्नुहुन्थ्यो उहाँले चाहिँ आफ्नो वरिपरि चाहिँ बिलिनियरहरू देख्नुहुन्थ्यो र बिलिनियरहरू देखिसकेपछि उहाँले आफूलाई $100 मिलियन नेटवर्थ भएको मान्छेले आफूलाई चाहिँ सानो देख्न थाल्नुहुन्छ, सानो फिल गर्न थाल्नुहुन्छ र उहाँलाई पनि बिलिनियर बन्ने इच्छा बढ्न थाल्छ र 2008मा चाहिँ संसारको सबैभन्दा ठुलो फाइनेन्सियल क्राइसिस आउँछ र त्यो क्राइसिसमा चाहिँ गोल्डम्यान सच चाहिँ डुब्ने अवस्थामा हुन्छ र त्यो डुब्ने अवस्थामा बचाउनको लागि चाहिँ वारेन बफेटले चाहिँ $4 बिलियन चाहिँ गोल्डम्यान सचमा इन्भेस्ट गर्ने निर्णय गरेको हुन्छ र यो कुरा चाहिँ पब्लिकली भए हुँदैन तर बोर्ड मेम्बरहरूसँग चाहिँ निर्णय भइसकेको हुन्छ र जबकि रजन गुप्ताले चाहिँ यो कुराहरू थाहा पाउनुहुन्छ उहाँले चाहिँ बोर्ड मिटिङ सकिएको 16 सेकेन्डमा चाहिँ आफ्नो साथीलाई र उहाँले चाहिँ आफ्नो साथीलाई फोन गरेर सबै भन्नुहुन्छ र जबकि उहाँको साथीले यो कुरा थाहा पाउनुहुन्छ थाहा पाइसकेपछि उहाँले के बुझ्नुहुन्छ भने यदि वारेन बफेटले गोल्डम्यान सचमा इन्भेस्ट गर्नुभयो भने सेयरको प्राइस बढ्छ भनेर चाहिँ उहाँले थाहा पाउने बित्तिकै सेयर पनि किन्नुहुन्छ र नभन्दै वारेन बफेटले इन्भेस्ट गर्ने बित्तिकै गोल्डम्यान सचको प्राइस बढ्छ र उहाँको साथीले चाहिँ $1 मिलियन पनि प्रफिट कमाउनुहुन्छ। जब एफबिआईले चाहिँ राजनले चाहिँ बोर्ड मिटिङमा भएको सिक्रेट कुरा चाहिँ आफ्नो साथीलाई भनेको भनेर एफबिआईले थाहा पाउँछ त्यसैले चाहिँ एफबिआईले दुवैजनालाई चाहिँ इनसाइडर ट्रेडिङको आरोपमा चाहिँ जेलमा लग्छ र रजतले चाहिँ आफूले वर्षौंभरि मेहनत गरेर कमाएको नाम प्रतिष्ठा इज्जत सबै गुमाउनुहुन्छ। उहाँले यी मात्रै हैन कि उहाँ युएनसँग पनि काम गर्नुहुन्थ्यो र बिल गेट्ससँग पनि पार्टनरशिप गरेर काम गर्नुहुन्थ्यो र किन गुमाउनु भयो भन्दा चाहिँ आज चाहिँ म नेभर इनफ भन्ने द साइकोलोजी अफ मनीको चाहिँ 3rd च्याप्टर हो र यो बुकमा चाहिँ पढ्दाखेरि चाहिँ मैले यो स्टोरी पाएँ र मलाई सेयर गर्न मन लाग्यो र हामीले चाहिँ यो किताब